वेलकम ब्याक टु माई अनदर एपिसोड अफ पडकास्ट होइन। आज मेरो साथमा हुनुहुन्छ मेरो आदरणीय मित्र सर होइन, जोसँग म लगभग 2.5-3 वर्ष सँगै सहकार्य गर्दै सँगै साथमा बस्दै आएको मेरो आदरणीय मित्र मेरो सर हुनुहुन्छ हाम्रो नयन बहादुर साई। वेलकम सर। ल धन्यवाद सर। के छ, आरामै हुनुहुन्छ सर? आरामै। के छ सर, नयाँ नौलो व्यस्तता? नयाँ नौलो सर अब यस्तै चलिरहेछ, सबै कुरा हजुरलाई थाहा छ है। हाम्रो व्यस्तता, हाम्रो सबै कुरा हजुरलाई थाहा छ। बक्सिङ खेल्दै हुनुहुन्छ? बक्सिङ सर अब प्र्याक्टिस गरिरहेछ। ठिक छ ठिक छ। कति वर्ष हुन लाग्यो सरको यहाँ कुवेतमा? कुवेतमा सर अब 3 वर्ष पुगेर अब आज 2-3 महिना भयो। म तपाईँको विगतबाट जान चाहे सर। कुवेतमा आउनुभन्दा पहिला कहाँ हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो, कुन अवस्थामा हुनुहुन्थ्यो? कुवेत आउनुभन्दा पहिला म दिल्लीमा थिएँ। दिल्लीमा? हजुर, म दिल्लीमा थिएँ। दिल्लीमा यो म विदेश आउनु नै मेरो कोरोना पछिको यो प्लान हो कि, मेरो त आउने प्लान पनि थिएन। हजुर है मेरो सबै कुरा तपाईँलाई थाहै छ होइन, मेरो सोच कहाँसम्म छ र मेरो विचार के छ भन्ने कुरा है। हजुर। किनभने चाहिँ अब म आफू खेलाडी बन्न नसक्यो भने म छोरालाई खेलाडी बनाउँछु भन्ने भएर मेरो धारणा उद्देश्य हो। हजुर। त्यही भएर मैले अहिले पनि प्र्याक्टिस गर्दैछु र अरूलाई पनि प्र्याक्टिस गराउँदैछु है। हजुर। त्यही हो। ऊ अस्ति दुबई गएर पनि अब खेल्यो, फर्स्ट राउन्ड राम्रो खेल्यो, सेकेन्ड 2 राउन्ड हार्यो। मैले गेम हो, हारजित हुन्छ, तर अझै पनि राम्रो गरोस् भनेर अनि पनि अब म पनि अब हेर्नु पनि मेरो पनि कोसिस छ, ट्राई छ। हजुर हजुर। के हुन्छ हेर्नु। अनि सर तपाईँ के यो गेम स्पोर्टमै एथलेटिक्स लाइनबाटै हुनुहुन्थ्यो कि योभन्दा पहिला दिल्लीमा हुनुहुन्थ्यो भनेर भन्नुभयो? दिल्लीमा के गर्नुहुन्थ्यो, कसरी तपाईँको स्ट्रगलहरू कस्तो थियो सर? आफू खेलाडी बन्न नसके पनि आफ्नो छोरालाई खेलाडी बनाउँछु भनेर एउटा छोराप्रतिको सपना बोकेर हिँड्नु भएको छ। यसमा तपाईँको धारणा के छ सर? सर मेरो धारणा कस्तो भन्दाखेरि हामी सर होटलमा भाडा माझेर नै अगाडि बढेको हो कि। सबैको दुःख त्यही हो। त्यही होइन। त्यसपछि नै अब हामीले अब हेऱ्यौँ अब कुन स्पोर्टमा गएर अब खेलाडी बन्छन्, कुसमा राम्रो छ, मेहनत छ, गर्न सक्छन् भन्ने कुराहरू भयो। मैले पनि ट्राई गरेँ है। मैले 27 वर्षको उमेरमा मैले खेलेको है, 27 वर्षको उमेरमा मैले खेलेको, तर मेरो परिस्थितिले गर्दा मैले अगाडि बढ्न सकेन। एउटा कुरा जिम्मेदारी भयो है, जिम्मेदारी नै हाम्रो ठुलो कुरा भयो। ठुलो कुरा हो, सपोर्ट भएन। अनि त्यसपछि नि मैले ब्याक भएर अनि छोरालाई खेलाएँ, अब त्यसपछि छोरीलाई खेलाउँछु होइन। मेरो उद्देश्य धारणा नै त्यही छ कि म अब हेर्नु, मैले भने तपाईँलाई म अब यहाँ धेरै बस्दिनँ, हजुरलाई सबैलाई थाहा छ। किन मेरो प्लान नेपालमै हो। म नेपालमा गएर भोलि छोरा र छोरीलाई अलि केही न केही गराउँछु भन्ने मेरो उद्देश्य छ, मेरो प्लानै त्यही छ। त्यही कारणले मैले रेगुलरली प्र्याक्टिस गर्नको कारणै यही छ। हाम्रो छोरा मान्छेको रेस्पोन्सिबिलिटी, दायित्व भनेको नै हाम्रो छोराछोरीको भविष्य सुनौलो बनाउनु हो नि त सर। अनि यहाँ कुवेतमा आउनुभन्दा पहिला तपाईँ दिल्लीमा हुनुहुन्थ्यो भन्नुभयो। दिल्लीमा के गर्नुहुन्थ्यो सर? या केही काम कार्यव्यस्ततामा हुनुहुन्थ्यो कि? सर दिल्लीमा एउटा मैले भगवान् भेटाएको थिएँ कि। हजुर। होइन, मेरो लाइफमा मैले भगवान् मान्छु उसलाई होइन। अहिले म यहाँ छु र पनि तर मेरो केही समस्या पऱ्यो भने उसले टार्छ कि फेरि, यस्तो विश्वास छ। किन भन्दाखेरि मलाई पनि आफ्नो अब छोराभन्दा धेरै ठुलो मान्छ कि, त्यो पनि ठुलो कुरा हो सर। ठुलो कुरा होइन, कसैको विश्वास जित्नु नै ठुलो कुरा हो सर। कुरो सुन्नु, म यहाँ छु, मेरो छोरालाई केही पऱ्यो भने उसले हेर्छ कि। किन भन्दाखेरि अब म प्रति माया छ उसलाई, मलाई पनि फोन गर्छ, भन्छ। मलाई अस्ति पनि रोकिरहेको थियो, किन मैले पनि नयाँ अहिले, किनकि मेरो परिस्थिति अहिले छैन, यहाँ बस्नु लागि छैन होइन। मैले मेरोसँग ऋण छ, कर्ज छ, त्यो तिर्नु पऱ्यो। त्यो तिरेपछि अनि बल्ल आउँछु भन्ने मेरो प्लान भयो होइन। अझ पनि मेरो कुरा हुन्छ, कुरो गर्छ, मसँग सोध्छ, के छ खबर सोध्छ। किन भन्दाखेरि एउटा कुरो सुन्नु न, भगवान् भनेर मन्दिरमा मात्रै हुँदैन कि, मन्दिरमा हुँदैन होइन। भगवान् तपाईँको मनमा छ, मेरो मनमा छ। अहिलेको जमानामा तपाईँको भगवान् खोज्नको लागि त्यस्तो कमै मात्र मान्छेहरू भेटिन्छ जोसँग स्वच्छ हृदय, सफा मन हुन्छ क्या। त्यही भएर सर अब मैले अब आफूले पनि सायद विश्वास जित्यो होला। अब मभन्दा पनि पुरानो मान्छे थिएँ है। मैले पहिला जब गर्थेँ, जब गर्दा त उसले मलाई रेस्टुरेन्ट दिएको, कमाएर खा भनेर रेस्टुरेन्ट कहिले दिन्न क्या सर, उसले मलाई दिएको हो कि। बुझ्नुभयो। तर मैले 3-4 साल चलाएँ होइन। यो कोरोना पछि अनि फर्स्ट यो के भयो भन्दा
करोलबागमा तपाईँ आग लागि हुँदाखेरि त्यहाँबाट नि मेरो परिस्थिति बिग्रेको हो कि त्यसपछि नि यो तपाईँको त्यहाँ आग लागि भयो त्यस्तो त्यहाँको परिस्थिति बिग्रियो त्यसपछि तपाईँको कोरोनापछि परिस्थिति बिग्रियो त्यसपछि नि बल्ल नै मेरो विदेश आउने प्लान बनाएको हो हात उम्ली अनि सर यो होटल लाइनमा तपाईँको कति वर्षको एक्सपिरियन्स छ अनि यहाँ पनि होटल लाइनमै काम गर्दै हुनुहुन्छ तपाईँको घर छरछिमेक साथीभाइहरूलाई यो होटल लाइनमा आउनु भनेर तपाईँ भन्न चाहनुहुन्छ या आफूले जिन्दगीमा एकपल्टको जिन्दगीमा आफूले मन पराएको काम गर्नु खुसी हुनु भनेर के सल्लाह सुझाव दिन चाहनुहुन्छ तपाईँको साथीभाइहरूलाई चाहिँ? सल्लाह सुझाव कस्तो भने सर अब मैले रियल र पर्फेक्ट कुरो भन्छु कसैलाई मन पर्ला नपर्ला त्यो अरू कुरा तपाईँलाई थाहा छैन किनभने चाहिँ कुरो सुन्नु हाम्रो गाउँतिरको मान्छे धेरै जस्तो मान्छेहरू होटल लाइनमा छैनन् सर होइन होटल लाइन भन्ने एउटा तपाईँको सिडी हो है हामीले चढ्न अगाडि बढ्न सक्छौँ होइन तर हाम्रो गाउँको मान्छे के गर्छन् भन्दाखेरि सर भारी बोक्छन् कि त्यो ठुलो इम्पोर्टेन्ट कुरा होइन कि सर होइन होइन भनेपछि अनि त्यही भएर अनि अब उनीहरूले अब उनीहरूको सोच कस्तो हुन्छ भने चाहिँ भारी बोकेर हाम्रो मान्छेलाई कस्तो हुन्छ भने चाहिँ पैसा धेरै चाहिन्छ कि फेरि है पैसा धेरै चाहिन्छ अनि त्यही भएर अनि सर अब कुराहरू त्यस्तै हो कति वर्ष भयो सर यहाँ कुवेत आउनु भएको लगभग कति वर्ष कम्प्लिट हुँदैछ यसो तपाईँको शुभचिन्तकहरूले जान्न चाहनुहुन्छ अब 3 वर्ष कम्प्लिट हुन लाग्यो 3 वर्ष कम्प्लिट भइसक्यो के कस्तो लाग्यो सरलाई अब सरको त दोस्रो कन्ट्री होला पहिलो कन्ट्री दिल्ली पछि यहाँ डाइरेक्ट आउनुभयो आफ्नो गाउँ घर र परदेशमा के कति फरक हुँदो रहेछ सर धेरै फरक हुन्छ नि सर है गाउँ घर भन्ने गाउँ घर हो आफ्नो घर भन्ने मैले भने त अस्ति मेरो जन्मेको घर नै अस्ति हावाहुरीले गर्दा भूकम्पले गर्दा गयो तपाईँलाई त सबैलाई थाहा छ है तर मनको पीडा अब रुन नसकेर सर आँसु आउँछ नि होइन आफ्नो घर हो मैले भने त मलाई सुर्खेत नेपालमा त हुन चाहिँदैन कि सर मलाई त्यो घर चाहिन्छ क्या बुझ्नुभयो भोलि हामीले जाने नि त्यही घरमा हो बस्ने त्यही घरमा खाने त्यही घरमा हो है आफ्नो पुर्खौली घरको माया सबैलाई हुन्छ सर त्यो भएर सर अब त्यही हो अब हाम्रो मेरो स्थिति नै मेरो सोच नै के छ भनेपछि अब तपाईँको त्यहीँ गएर है त्यहीँ बस्ने है अब आफ्नो छोरासँगै आफ्नो छोरीसँगै होइन तिनीहरूलाई अगाडि बढाएर सिकाएर भोलि हुन्छ कि हाम्रो गएर मैले यो कुरा चाहिँ कस्तो चाहन्छु भनेपछि मैले त्यहाँ गएर हाम्रो स्कुलमा पनि गएर सिकाउन चाहौँ भन्ने मेरो चाहना छ किनभने सरको चाहना पुरा होस् होइन अनि अब लास्टमा सर छोटो मिठो कुराकानी भयो होइन जिन्दगी भनेको चाहिँ के रहेछ सरको विचारमा चाहिँ लाइफ भनेको के हो सर यो लाइफमा नि सर सबैभन्दा इम्पोर्टेन्ट के छ भने सर तपाईँ राम्रो हुनु भने दुनियाँ राम्रो हुन्छ सर है सही कुरा हो है तपाईँ राम्रो हुनुहुन्न दुनियाँ राम्रो हुन्न तर जो कुरो रियल कुरो भन्छ जसले पर्फेक्ट राइट कुरा भन्छ त्यो माथि नराम्रो पनि हुन्छ सर हुन्छ यो कुरा मनको कुरा कसलाई के थाहा होइन हुन्छ किनभने चाहिँ अब तपाईँले पर्फेक्ट कुरा भन्नु भने कसले चित्त नबुझ्नु सक्छ तर तपाईँ राइट हुनुहुन्छ नि भने चाहिँ तपाईँ त्यो अरूसँग सरोकार हुँदैन कि सर सही हो सर सही हो त्यही भएर अब मान्छेको हामीले सबैलाई राम्रै गर्न कोसिस गर्नुपर्छ राम्रै गर्नुपर्छ एकचोटिको जुनी हो त्यो कसैले नराम्रो भन्ने हामीले हुँदैन हामी राम्रै गर्नुपर्छ राम्रै गरौँ भन्ने सोच हुनुपर्छ हजुर त्यही मेरो धारणा हो ल त सर छोटो मिठो कुराकानी भयो धन्यवाद हजुरलाई होइन यो पोडकास्टमा